अब हाम्रो जितेन बान्तव जी हुनुहुन्छ, उहाँ चाहिँ काठमाडौँबाट आएर फिल्ममा फोहोर सङ्कलन गर्दै हुनुहुन्छ। जुन आज भएको थियो त्यो फोहोरलाई र पुरानै पनि कति थियो होला उहाँले गर्दै हुनुहुन्छ। होइन जितेनजी, तपाईँ कस्तो पास्तरमा पनि आएर फोहोर बोटल्दै हुनुहुँदो रहेछ? यस्तो छ, हामीले चाहिँ समाजलाई र देशलाई एउटा सही चेतना र संस्कृतिको तर्फ लान चाहेका छौँ। आज हाम्रो यता पनि कार्यक्रम हुँदै गर्दा हामीलाई विश्वास गरेर, हाम्रो कामलाई सम्मान गरेर विभिन्न जिल्ला, विभिन्न पालिका, विभिन्न वार्डबाट आउनुहुने व्यक्तित्वहरूलाई त सर्वप्रथम म धन्यवाद दिन्छु। र आज यो जति पनि कार्यक्रममा आउँदाखेरि उहाँले स्वयं बोटो ल्याउनु भएको थियो होइन, तपाईँ अर्को जिन्दाबाद लेखेर अब माटो एक एक हुने समय आइसक्यो भनेर चाहिँ उहाँले विभिन्न प्याम्पलेटहरू ल्याउनु भएको थियो। त्योहरू यहाँ राखेर जानुभएको रहेछ। त्यसलाई चाहिँ मैले यहाँ यसरी एकै ठाउँ समावेश गर्नुपर्छ अथवा यहाँ भेलाएर राख्नुपर्छ। भोलि यसको चाहिँ यहाँ पालिकाहरूले, यहाँको स्थानीयहरूले यसलाई व्यवस्थापन गर्छ होला भनेर आज भएका फोहोरहरू हामीले हेरेर सिनिक्कै पारेर हामी एउटा राम्रो कामको सुरुवात र संस्कार बसाउनेछौँ। र आज जति पनि यो कार्यक्रम सफल हुनमा यहाँका जुझारु युवाहरू, यहाँका स्वयंसेवकहरू, यहाँका अग्रज व्यक्तित्वहरू र यहाँका सिङ्गो टिमलाई म श्रम संस्कृति पार्टीको तर्फबाट 10 औँला जोडेर हार्दिक कृतज्ञता र धन्यवाद दिन्छु। किनकि हजारौँको सङ्ख्यामा आज आफ्नै धन, आफ्नै समय खर्चिएर ठाउँबाट आउनुभएका श्रम संस्कृतिले अब चाहिँ केही परिवर्तन ल्याउँछ भनेर आउनुभएका सम्पूर्ण यी देशलाई माया गर्ने व्यक्तित्वहरूलाई म आज सलाम गर्न चाहन्छु। किनकि यस्तो अब यहाँ रात परिसक्यो, हाम्रो कार्यक्रमलाई सुरुदेखि 0 पोइन्टसम्म साथ दिइराख्नु भएको छ। पक्कै पनि अब श्रम संस्कृति पार्टीले मात्र यो देशलाई श्रम र संस्कृतिसँगै जोडेर परिवर्तन ल्याउन सक्छ भन्ने सबैमा विश्वास छ। त्यसैले सबैलाई समयमा यसमा जोडिनु हुन म हार्दिक अनुरोध पनि गर्छु। र फिल्ममा विभिन्न पालिका, विभिन्न गाउँमा पनि यसरी नै श्रमहरू गरेर, कामहरू गरेर सबै हातेमालो गरेर अगाडि बढ्नुपर्छ भनेर म यहाँ अनुरोध गर्छु। यसरी यहाँ हाम्रो युवाहरूले यो संस्कार श्रम संस्कृति पार्टीले सिकाउने संस्कार यो हो। यहाँहरूले दुःख गर्दै हुनुहुन्छ हो। हामीले पटक पटक आह्वान गरेका छौँ युवाहरूले काम, राम्रो कामको सुरुवात गरे यो देशमा परिवर्तन हुनु समय लाग्दैन। यही हो सुरुवात। हुन त यो सामान्य लाग्ला, तर अहिले यो हामी यहाँ छरेर जाउँ त छरपस्टै यसले नै हाम्रो तपाईँको चाहिँ संस्कृति झल्काइदिन्छ क्या। हाम्रो चाहिँ गर्नु खोजेको काम के हो त झल्काइदिन्छ। यसलाई छरेर जाउँ त अहिले कस्तो हुन्छ। त्यसैले हामीले यही राम्रो कामको संस्कार बसाउन खोजेका हौँ। त्यसैले पनि पार्टीको नाम श्रम अनि संस्कृति राखेका हौँ। र यति भन्दा मेरो विषयलाई यही अन्त्य गर्छु। सम्पूर्ण फेदेन र पाँचथरवासीहरूलाई सेवा र सेवा लाग्ने।